नानीहरू तयार हुँदै रहेछ है। कार्यक्रमको अध्यक्ष म्याडम, प्रमुख अतिथिज्यू, सम्पूर्ण सम्मान गर्नुपर्ने अनुभवका हिसाबले खारिएर मभन्दा धेरै पाको हुनुभएका अग्रज अतिथिगणहरू, उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू, कलाकार साथीहरू र विद्यार्थी भाइ बहिनीहरू, सबैजनालाई मेरो तर्फबाट र हिमालयन बोर्डिङ स्कुलको तर्फबाट हार्दिक नमस्कार। यो अवसरका लागि पनि पोखरा नृत्य प्रशिक्षण केन्द्रलाई धेरै धेरै धन्यवाद। यो एउटा अवसर मेरो लागि थोरै फरक खालको अवसर कसरी रह्यो भने जीवन कस्तो रहेछ भने आफूलाई जे कुरा आउँदैन त्यही कुराको अभाव भइरहन्छ जीवनभरि, अथवा आफूसँग जे छैन त्यही कुराको अभाव जीवनभरि भइरहन्छ। म चाहिँ यो सङ्गीतमा नृत्यमा अलिक कमजोर छु, अथवा यसरी पनि लिउँ, अगाडि धेरैजना साथीहरूले भनिसक्नु भएको छ, महेश सरले बोलिसक्नु भएको छ, धेरै अघि हाम्रो तामाङ सरले पनि भन्नुभयो, धेरै कुरा आएको पनि छ। मेरो पालामा अथवा मलाई त्यो अवसर भएन पनि होला, त्यसकारण मैले सिक्न सकिनँ कि भन्ने पनि मलाई लाग्छ। त्यो भएको हुनाले पनि राहुल सर, मेरो लागि पनि यस्तै 15 दिने क्लासहरू व्यवस्था गर्न सकिँदैन? त्यस्तो केही सकिने हो भने त्यो पनि व्यवस्था गर्न म अनुरोध गरेँ। र सँगसँगै अब यो अलिकति हाँसोको कुरा सँगसँगै आज म निकै प्रफुल्लित भएको छु। सबैभन्दा पहिले त म जति पनि अभिभावकहरू हुनुहुन्छ उहाँहरूलाई हौसला स्वरूप एकचोटि जोरदार ताली बजाइदिनको लागि अनुरोध गर्न चाहन्छु। जति पनि यहाँ आज अभिभावकहरू उपस्थित हुनुहुन्छ उहाँहरूले पोखरा नृत्य प्रशिक्षण केन्द्रलाई विश्वास गरेर आफ्नो बाबु नानीलाई यो बिदाको समय सदुपयोग गराएर यो अवसर दिनु नै सबैभन्दा ठुलो कुरा हो। अभिभावकले त्यो अवसर प्रदान नगरेको भए बाबु नानीहरूले आज जसरी अगाडि प्रस्तुत गरेका छन् त्यो हिसाबले प्रस्तुत गर्न सक्ने थिएनन्। त्यो अवसर प्रदान गर्ने अभिभावकज्यूहरूलाई जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरू सबैलाई मेरो तर्फबाट पनि धेरै धेरै बधाई छ, धेरै धन्यवाद समेत छ। यहाँहरूको बाबु नानीहरूको म समुज्जवल भविष्यको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र सँगसँगै ती बाबु नानीहरू जसले अगाडि नाचिरहँदा बोलिरहँदा हाम्रो छाती गर्वले ढक्क फुल्यो। म पनि त्यस्तै साना छोराछोरी हुर्काउँदैछु, हामी सबैले आफ्ना छोराछोरी हुर्काउँदैछौँ, कसैले हुर्काउँदैछौँ, कसैले अलिक हुर्काएर अलिक ठुला बनायौँ। अनि हामी धेरै त्यही क्षेत्रमा काम गर्ने भएको हुनाले धेरै आफ्नै छोराछोरी जस्ता विद्यार्थीहरूसँग काम गरिरहेका हुन्छौँ। काम गरिरहँदा पनि सबै विद्यार्थी अगाडि माइकमा गएर कन्फिडेन्टली प्रेजेन्ट होस्, सबै विद्यार्थीहरू राम्रो नाचोस्, सबै बाबु नानीहरू अगाडि गएर चाहिँ राम्रोसँग जुनसुकै म्युजिकल इन्स्ट्रुमेन्ट चाहिँ बजाओस्। भोलि कतै पनि गएर मैले त यो जान्दिनँ, मलाई त यो आउँदैन भन्न नपर्ने गरी प्रस्तुत होस् भन्ने हामी चाहन्छौँ। र त्यो जुन एउटा ठुलो चाहिँ प्रयास यहाँहरूले अभिभावकहरूले गर्नुभएको छ त्यसको म खुलेर प्रशंसा गर्न चाहन्छु। यो जुन प्रक्रिया छ यो प्रक्रियामा चाहिँ पोखरा नृत्य प्रशिक्षण केन्द्र, राहुल सर, राखी म्याडम र यहाँहरूको टिमले जुन हिसाबले योगदान पुर्याइरहेको छ, अरूले पनि पुर्याउनु भएको छ, सँगसँगै उहाँहरूले पनि जुन योगदान पुर्याइरहनु भएको छ त्यो योगदानको लागि पनि म यहाँहरू सबैलाई धेरै धन्यवाद र यहाँहरूको योगदानको प्रशंसा गर्न चाहन्छु। यहाँ विषयहरू अघि नै धेरै उठे, शिक्षा क्षेत्रको धेरै कुराहरू नगरौँ। कतिपय विषयहरू के छन् भने हाम्रो नियन्त्रणमा छैनन्, हामीले ती कुराहरू मात्रै गरौँ, जे कुराहरू हाम्रो नियन्त्रणमा छन् हामीले परिवर्तन गर्न सक्छौँ ती कुराहरू गरौँ। अब यहाँ यो बोर्डिङ स्कुल के स्कुल भन्ने कुराहरू पनि आएको छ होइन। सरले भन्नुभएका कुराहरूसँग म सहमत छु। कतिपय मान्छेहरू अङ्ग्रेजी भाषाको पछाडि दौडिने होइन, देखावटी गर्ने, चिप जुन बजारमा देखिने चिप कुराहरूको पछाडि दौडिने खालको धेरै कुराहरू छ। म आफै नै कसैले व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म त्यस्तो सस्तो कुराहरूको पछाडि दौडिनुपर्छ भन्ने मलाई लाग्दैन। हाम्रो छोराछोरीहरू आत्मविश्वासी भएर प्रस्तुत हुन सिक्ने, जीवनमा जिउने कला सिक्ने कुरा बढी महत्त्वपूर्ण हो, भाषाको कुरा त्यति महत्त्वपूर्ण होइन भन्ने मलाई लाग्छ। तथापि यो बोर्डिङ भन्ने एउटा शब्द पनि त्यति नराम्रो शब्दहरू छ, हामीले पनि कतिपय कुराहरू सुधार्नुपर्ने छ। सामुदायिक विद्यालय, संस्थागत विद्यालय भन्ने यो खालको बानीहरू अभ्यासहरू हामीले पनि सुरु गर्नुपर्ने छ। राज्यले पनि कतिपय कुराहरूमा सुधार गर्नुपर्ने छ। सबैलाई समान शिक्षा भनिरहेको छ, त्यहाँभित्र पनि धेरै समस्याहरू छन्। हामी फेरि एक हिसाबले विद्यालयमा बसेर काम गरिरहँदा हाम्रा पनि आफ्नो किसिमका चुनौतीहरू छन्। यी यावत कुराहरू मलाई लाग्छ राज्यले केही न केही रूपमा केही प्रयासहरू पनि भएका छन्, आगामी दिनमा सुधार पनि हुनेछ।
पाठ्यक्रमबाटै सुधार भएर आउनुपर्ने कतिपय कुराहरू पनि छन्। यहाँ गोरे गुरुङ सरहरू हाम्रो चाहिँ सरको कुरा अगाडि उहाँहरूको अनुभवको अगाडि हाम्रो अनुभव चाहिँ एकदमै तुच्छ खालको हुन पनि सक्छ। तथापि आफ्नो क्षेत्रको थोरै अनुभवहरू यो सेयर गर्ने एउटा प्लेटफर्मको रूपमा हामीले लियौँ। सबैजनासँग भेट्न पाइयो। यो अवसर जुटाइदिने राहुल थापा, पोखरा कला केन्द्र अथवा पोखरा नृत्य प्रशिक्षण केन्द्रलाई धेरै धन्यवाद दिँदै यहाँहरू सबैको दिन शुभ रहोस् भन्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार।